नमस्ते, म विश्वास नेपाली। यहाँहरू सबैलाई स्वागत छ हाम्रो भ्लगमा। हाम्रो राजभाइको भ्लगमा आउन पाउँदा एकदमै खुसी लागेको छ। थ्याङ्क यू सो मच। म लामो समय बिमारी थिएँ, लगभग 2 महिना जति। अहिले बिस्तारै स्वास्थ्यमा सुधार हुँदैछ। साथीहरूसँग आज भेटघाट हुँदा एकदमै रमाइलो लागिरहेको छ। थ्याङ्क यू सो मच। रुबिनको बाइक ल्याउन, रुबिनको ल्याऊ। सम्पूर्णमा नमस्कार। दाइहरूसँग यस्तो जम्का भेट भइरहेको छ, रमाइलो अब चाँडैमा तिमी हुन्छ नि बिहे गरोस् केटोले 4 बजे कालेले 4 बजेमा उठाउँछ हाम्रो गिटारिस्ट त्यो मेरो ब्लगको सुरुवात र अन्त्य कहिले पनि हुँदैन, चलि नै रहने प्रक्रिया चाहिँ जीवनभरि यसरी नै आइरहेको हुन्छ होला। सो भनौँ न, केही समय पछाडि चाहिँ उहाँसँग पनि मैले भेट्न पाएँ, हाम्रो विश्वास दाइसँग। म अहिले उहाँको हेल्थ चाहिँ अझै बेटर चली गरेर रिकभर भएको रहेछ। सबैजनाले प्रे गरिदिनु होला, अझै बेटर होस् उहाँको। तपाईँ सँगसँगैको तपाईँको आशीर्वाद र ब्लेसिङ पनि लागोस्, उहाँको ब्लेसिङ पनि तपाईँहरूलाई लागोस्। म त हेर्नु, म त जहिले पनि ह्याप्पी हुने मान्छे हो। ब्लेसिङ भन्नाले पनि माया चाहिँ गरिदिनु होला। अनि एकदम सबैजना यहाँ थिएटर आर्टिस्ट, सबैजना एक्टर नै हो। कतिपय सबैजनाको फरक फरक मापदण्डको हेराइ छ। त्यो हुँदै जाँदाखेरि पनि एटलिस्ट माया चाहिँ सबैलाई गरिदिनु होला, त्यति चाहिँ मेरो भनाइ छ। अनि यो हाम्रो चाहिँ मिटअप क्याफे, यो पनि लगभग 1 वर्ष भयो है रुबिन खुलेको। यो भिजिट यो पनि 1 वर्ष भयो। हाम्रो रामशरण थापा, उहाँ सरलाई पनि सम्झिदिनु होला। यहाँको चाहिँ ओनर हो उहाँ चाहिँ। अनि यता आउनु होला, जो जो रातो पुलको नजिक वरिपरि हुनुहुन्छ। 1 लट चाहिँ मिटअप क्याफे छिरेर सबैलाई यहाँ हाम्रो हुन्छ नि मास्के सरदेखि लगेर भाइहरूलाई भेटघाट गरेर यसो आफ्नो सम्झना र मायाको चिनो दिएर जानु होला, हेरिराख्नु होला। सो हामी केही समयपछि आउनेछौँ। सो गाइस, फेरि पनि सबैलाई स्वागत छ। खासमा ब्लग गरिदिने नि भन्ने चाहिँ थियो, यस्तो गर्नै भइरहेको छ गाइस। हेर्नु, काठमाडौँमा रुमबाट निस्के पनि पोल छ, जुनी पोलिरहेको छ। सो अहिले यता भनौँ न, फेरि पनि म तल मिटअप क्याफेमा आएको छु। 1-2 भाइहरूलाई भेट्छु होला, 1-2जनालाई। अनि एकछिन 1 घन्टा जति बसेर गफ गरेर निस्किन्छु होला। काठमाडौँ पनि गर्मी लागिसक्यो। अस्तिसम्म चाहिँ पानी परिरहेको थियो गाइस। हिजोदेखि चाहिँ चर्को घाम, गर्मी बढिरहेछ। अब तराईमा बस्ने मान्छेहरूलाई चाहिँ निकै नै गाह्रो भएको होला। अब हिउँदोको महिनामा यस्तै नै हो गाइस। सबैजनाले हेरिदिनु होला, इन्जोय गर्नु होला। आज चाहिँ भनौँ न तपाईँको सन्डे हो। अनि सन्डेमा भनौँ न कतिपय आफूलाई समय दिनुपर्छ भन्ने कुरा चाहिँ मेरो पनि हो। अनि त्यही अवधिमा भनौँ न एक्लै बसेर आफ्नो कामको स्क्रिप्ट हेरिरहेको थिएँ। अनि त्यही दौरानमा चुरोट चाहिँ मैले एउटा खाएँ गाइस। म चाहिँ त्यस्तो खाने मान्छे चाहिँ होइन, तर आज चाहिँ मैले खाइदिएँ गाइस। हेर्नु होला, त्यति नै हो। ल सबैजनालाई टेक केयर, सी यु गाइस सुन।